Hi, Namaste, Jai Siya Ram. So, we come from a country होइन, हामी कस्तो देशबाट बिलोङ गर्छौँ जहाँ ड्राइभरले केटी जिस्काउने, कन्डक्टरले केटी जिस्काउने, साथै को पेसेन्जरले केटी जिस्काउने कन्ट्रीबाट बिलोङ गर्छौँ। म यो किन भनिरहेको छु भने रिसेन्टली म एउटा बसमा चढ्दै थिएँ अनि फर्स्ट क्वेसन आई आस्क्ड टु द ड्राइभर वाज विल दिस बस गो टु सम ऱ्यान्डम एड्रेस आई आस्क्ड। अनि त्यसपछि ड्राइभरले मलाई भन्नुभयो यता आऊ। अनि त्यसपछि मेरो क्लास लिनुभयो विच आई फेल्ट क्वाइट गुड बिकज यतिन्जेल मलाई थाहा थिएन कि पहिला हामीले कसैलाई ग्रिट गर्नुपर्छ बिकज आई वाज द फर्स्ट प्यासेन्जर त्यो दिन चाहिँ एटलिस्ट के हुनुपर्छ भने वी सुड ग्रिट। अनि त्यसपछि हामीले कन्भर्जेसन स्टार्ट गर्ने। मेरो कन्भर्जेसन नै रङ भयो टु विच हि फर्स्टमा हि थट आइम एन इन्डियन। त्यसपछि चाहिँ आई डोन्ट नो आई एम नट फ्रम इन्डिया अनि देन आई थोट आई एम फ्रम नेपाल and then he signal like oh then I got a yes and he taught me several things कि पहिला कुनै पनि कन्भर्जेसन स्टार्ट गर्नुभन्दा पहिला यु सुड ग्रिट एटलिस्ट होइन। अनि त्यसपछि मैले थुप्रै कुरा सिकेँ। अनि मेरो दिमागमा के चल्यो भने ठ्याक्क कि म त यस्तो देशबाट पो बिलोङ गर्छु र म यहाँ छु। सो आई ह्याड अ ह्युज ग्याप। म यो कुरा किन गरिरहेको छु भने रिसेन्टली एउटा कलेज ड्रेसमा बहिनीको भिडियो पनि हामीले सामाजिक सञ्जालमा देख्यौँ। प्लस मेरो सिस्टरको फ्रेन्डसँग पनि यो इन्सिडेन्ट भयो काठमाडौँमा। सो केले यो कुरालाई बढाउँछ त, हौसला कसरी बढ्छ त? यो सेक्सुअल हेरेसमेन्ट ग्लोबल इस्यु हो। अब लाग्छ नि हामीलाई कि तिनीहरूलाई सेक्सुअल डिजायरहरू पुरा नभएको कारणले चाहिँ त्यस्तो हुन्छ होला जस्तो लाग्छ होइन हामीलाई। त्यो पनि एउटा रिजन हो। तर मोरली के हुन्छ भने बोइजहरूलाई दिमागमा के छ नि आई होल्ड पावर होइन, म पावर होल्ड गर्छु, म कन्ट्रोल गर्न सक्छु। र कहिलेकाहीँ उनीहरूले आफ्नो सोसल स्ट्याटसको पनि मिसयुज गर्छन्। जस्तै सिइओ हुन्छन्, म्यानेजर हुन्छन् अथवा एउटा सोसल स्ट्याटस वहन गरेका मान्छेहरूले पनि दे आर मोर इन्टु विमेनाइजर भन्छ क्या त्यो कन्सेप्टलाई। अनि त्यसपछि सबै मान्छेले मसँग पनि हेरेसमेन्ट भएको छ एन्ड देयर आर सेभरल स्टोरिज। म चाहिँ योमा छुइनँ, आइ एम नट इन द्याट लेन। आई बिलिभ द्याट एभ्री गर्ल्स ह्याज अ स्टोरी टु सेयर अबाउट हेरेसमेन्ट। अनि त्यो बहिनीको भिडियो मैले हेरेँ अनि सी इज लिटरली होइन, उहाँले चाहिँ सामाजिक सञ्जालमा आएर फोटो पनि खिच्नु भएको छ एन्ड सी इज लुकिङ फर द्याट गाई। अनि टकिङ अबाउट मेरो सिस्टरको फ्रेन्डसँग के भयो भने सी वाज बोर्डिङ अ माइक्रो अर बस होइन। अनि त्यसपछि एउटा मान्छेले उसको प्राइभेट पार्टमा सेम छोयो। अनि त्यसपछि सी वाज एटलिस्ट द्याट करेजियस होइन कि उसले मान्छेलाई तानेर ल्याएर पुलिस चौकीसम्म घिसारेर लग्यो। अनि पुलिस चौकीमा लाँदा पनि के हुन्छ भने यो धेरै ठुलो इस्यु होइन, मेन विल बी मेन भन्ने आउँछ। अनि अब बच्चा नहो एफआइआर लिनुहोस् भन्दाखेरि यो पुलिस स्टेसनमा सायद हुँदैन, तपाईँ अन्तै जानुहोस् भन्यो भने त्यो अलिकति ठुलो लफडा भयो। अनि त्यतिमा पनि त्यो केटाको के हिम्मत कि यो केसलाई पुलिस स्टेसनमा नलगौँ, लेट्स सर्ट इट, यहीँ सेटलमेन्ट गरौँ न। सेटलमेन्ट भनेको के हो? पैसा, पैसा हो। मान्छेको हेरेसमेन्ट भएको छ, मान्छेको मेन्टल बर्डन कति भयो, मान्छेको दिन डिस्टर्ब भयो, मान्छेको लाइफ डिस्टर्ब भयो, तर स्टिल बोइज विल बी टोल्ड कि मेन आर मेन होइन। कति सजिलो छ नि त भन्नलाई। तर त्यसको ट्रमा मलाई सायद 10 वर्ष अगाडि भएको मेन्टल हेरेसमेन्टको ट्रमा आज पनि छ। एन्ड समटाइम्स आई जस्ट ब्रस्ट आउट क्या। आई टेल टु माई हस्बेन्ड कि सो थिङ्स आर डिस्टर्बिङ मी। मसँग त एटलिस्ट त्यो माहौल छ कि आई क्यान सेयर विथ हिम, आई क्यान टक विथ हिम। सबैसँग त्यो हुँदैन क्या। अनि किन बढिरहेको छ त काठमाडौँ लगायतका विभिन्न पार्ट्सहरूमा हेरेसमेन्ट किन बढिरहेको छ त होइन? किनभने कति मान्छेको पेसै छ अब म बस चढ्ने हो अनि पुरै आज दिनभरि मेरो टार्गेट सेट छ यतिजनालाई म हेरेस गर्छु भनेर। अनि अब यो हामीले पुलिस चौकीमा लगेर पनि यो सल्टेला जस्तो मलाई लाग्दैन। किनभने पुलिसहरू पनि अब यो माइनर केस हो भनेर बुझ्नुहुन्छ अथवा त्यसरी हामीले त त्यसरी बुझेकै छैनौँ नि कि यसको ट्रमा कति ठुलो हुन्छ भनेर। अनि मैले चाहिँ आई सेयर विथ माई बुवा इज माई फादर इन ल कि बुवा बहिनीको साथीसँग यस्तो यस्तो भएको छ, अब हामीले के गर्ने त? अब
बुवा बिङ बुवा बुवा इज अ गार्डियन अनि त्यसपछि अभियसली केटाकेटीहरू काठमाडौँ एक्लै बस्छन्, उहाँलाई पनि थ्रेट हुन्छ, डर हुन्छ। अनि हि सजेस्टेड मी कि ठिकै छ, अब पुलिस स्टेसनमा हामीले लगि नै सकेको छौँ, अब छोडिदिउँ। बिकज होइन कहीँ न कहीँ के हुन्छ भने त्यो मान्छेले भोलि गएर फलो गर्ला अनि त्यसको कन्सिक्वेन्सेस अझ अनसेफ हुन्छ भनेर गार्जियनले फिल गर्नुहुन्छ। गार्जियनलाई पनि त एक लेभलको बर्डन छँदैछ। सो आई स्ट्रङली रिक्वेस्ट होइन, काठमाडौँ, ललितपुर, भक्तपुरमा एकदमै बढिरहेको छ सबै। अहिले प्राय केसेसहरू चाहिँ हाम्रो मेजर क्यापिटल सिटीबाटै आइरहेको छ। आई डोन्ट एग्री कि सबै ठाउँमा छैन यस्तो, सबै ठाउँमा यस्तै छ। तर हाइलाइटमा आएका केसेसहरूलाई हाम्रो होइन क्यापिटल सिटीले अलिकति होइन गर्ल्सहरूलाई सेफ फिल गराइदिने हो कि। अनि अर्को के छ भने वी सुड एक्ट के एज ए गर्ल नि। पहिला त अब त्यसलाई गाडीवालालाई ड्राइभरलाई भन्ने बस रोक्नुहोस् होइन। अब मान्छेलाई हामीले शब्दले सम्झाउन सक्दैनौँ, सिन क्रिएट गरेर सम्झाउने हो भने ल सिन क्रिएट गरेर सम्झाउने हो क्या, यो मान्छेले यस्तो यस्तो गर्यो भनेरै सम्झाउने हो। अनि त्यसलाई अब लिगल एक्सनमै लानुपर्छ। बिकज धेरै सहेर पनि सकिँदैन रहेछ के। मैले पनि सहेँ क्या, मसँग भएको हेरासमेन्ट मैले सहेको छु र सहँदा सहँदै मेरो स्टिल त्यो दिमागबाट निस्किँदैन त्यो कुरा। 2015को कुरा आज म 2026मा पनि क्यारी गरेर हिँड्छु भने कति लङ टर्म इम्प्याक्ट छ होला। सो दिस इज हाई टाइम वी सुड रियाक्ट होइन। कोही सबै हिम्मत एकैचोटि आउँदैन क्या, हिम्मत चाहिँ इन्सिडेन्ट्सहरू हुँदै जान्छ अनि वी गेट स्ट्रङ्गर विथ आवर लाइफ सिचुएसन्स एन्ड वी मस्ट रियाक्ट। अनि हेरासर अङ्कलहरू, दिस इज अ वार्निङ फर यु कि अब चाहिँ गर्ल्सहरू चुपेर बस्न सक्दैनन्। तपाईँ आफ्नो पावर युज गर्नुहुन्छ, तपाईँ आफ्नो कन्ट्रोलवाला एटिट्युड युज गर्नुहुन्छ भने अभियसली हामीले पनि हाम्रो तर्फबाट चाहिँ रियाक्सन अवश्य नै दिनेछौँ। एन्ड तपाईँहरूलाई त ठाउँको ठाउँ एक्सपोजर दिने हो क्या, ठाउँको ठाउँ एक्सपोजर दिने हो। त्यही बसमा बसेर सिन क्रिएट गर्ने हो। बिकज वी डोन्ट वान्ट टु क्यारी दिस ट्रमा क्या। तपाईँ किन चाहनुहुन्छ क्या गर्ल्सहरूमाथि कन्ट्रोल गर्न? तपाईँको त्यो एटिट्युडको जवाफ हामी पनि दिनेछौँ। दिस इज वाट आई वान्टेड टु से थ्रु दिस भिडियो एन्ड विल नट बी क्वाइट सरी।